हेलो साथीहरू अनि वेलकम छ मेरो 4th डेको सेकेन्ड ब्लगमा। अनि म चाहिँ माइततिर लागेको अहिले दुईटै बाबुलाई लिएर। अनि मेरो दुईटै बाबु पनि धेरै एक्साइटेड थियो र म पनि एक्साइटेड थिएँ माइत जानको लागि। अनि मेरो माइत चाहिँ सप्तरीको कञ्चनपुरमा पर्छ। अनि दुईटै बाबु र म घरतिर लागेँ। घरतिर लागेपछि अनि यहाँ हेर्नु न, म त यहाँबाट निस्केपछि माइतमा अस्ति मेरो बाबाले बनाएको घर थियो। अहिले चाहिँ त्यसलाई भत्काएर मेरो दुईटै भाइले चाहिँ घर बनाइरहेछ न्यू। अनि मेरो मम्मी पनि वेट गरिँदै हुनुहुन्थ्यो कति बेला मेरो नातिहरू आउँछ भनेर। अनि छोरी र नातिलाई हेरेपछि त मम्मी त खुसी हुनुभयो। त्यसपछि मेरो बहिनी पनि अनि बहिनीको बाबु पनि आउनुभयो कति छिटो। बाबुलाई हेर्नु न कति एक्साइटेड थियो। त्यसपछि बहिनीले मम्मीलाई चाहिँ टिका सिका लगाइवरिकन अनि आशीर्वाद लिनुभयो। त्यसपछि अनि मैले पनि मम्मीलाई चाहिँ मम्मीसँग चाहिँ आशीर्वाद लिएको। अनि म मेरो बहिनी अनि एउटा भाइ अनि कान्छो भाइ चाहिँ आउन पाएन, अलि ऊ बिजी भएको कारणले। अनि उसलाई चाहिँ हामीले धेरै मिस गरिरहेको थियौँ कान्छो भाइलाई पनि। तर के गरौँ, काम त काम हो। तर हेर्नु न कति छिटो माइतमा टाइम बित्यो। अनि हामी चाहिँ घर पनि फर्किनु थियो। अनि एक त घर फर्किनु थियो गएको कति छिटो टाइम बित्यो। आउने त मन थिएन तर के गर्नु, आउनु त पर्यो। तर यत्रो टाइममा पनि हामी ह्याप्पी भयौँ जान पाएँ भनेर। अनि म मेरो बहिनी बाबुहरूसँग चाहिँ घर फर्क्यौँ। आजको लागि यति नै। अर्को चाहिँ अर्को ब्लगमा।